नमस्कार, म बालकृष्ण आचार्य, मेडिकल ल्याब टेक्नोलोजिस्ट, हाल केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वर काठमाडौँमा कार्यरत छु। आज म यहाँहरूलाई कुन कुन ब्लड टेस्ट खाली पेटमा गर्न मिल्छ भन्ने कुराको सानो छोटो भिडियो बनाउन गइरहेको छु। अब खाली पेट भन्दा बित्तिकै सुरुमा त हामीले कतिदेखि कति घन्टाको बिचमा ग्याप राख्ने त भन्ने कुरामा चाहिँ 8 देखि 12 घन्टा बिचको जो टाइम हुन्छ त्यसलाई चाहिँ हामीले त्यसमा चाहिँ सादा पानी बाहेक अरू केही पनि खान मिल्दैन भनेर बुझ्नु जरुरी छ। अर्को भनेको अब यो खाली पेटमा चाहिँ कुन कुन ब्लड टेस्टहरू जाँच गर्न मिल्छ भन्ने कुरामा नम्बर 1 मा छ तपाईको ब्लड सुगर एफबीएस, यो चाहिँ खाली पेटमा गर्नुपर्ने हुन्छ। 2 नम्बरमा लिपिड प्रोफाइल जसलाई हामीले मुटुको जाँच पनि भनेर भन्छौँ। नम्बर 3 मा थाइरोइड फङ्क्सन टेस्ट जसलाई हामीले टीएफटी भनेर रिकमेन्ड गरेको हुन्छ। अनि नम्बर 4 मा छ तपाईको चाहिनेमा भिटामिन B12 र फोलेट भन्ने टेस्टहरू हुन्छ, यो पनि हामीले खाली पेट गर्दा राम्रो मानिन्छ। अनि नम्बर 5 मा छ हामीले जान्नै पर्ने भनेको चाहिँ ग्रोथ हर्मोन र कर्टिसोल भन्ने हुन्छ, यो जाँचहरू चाहिँ हामीले इयरली मर्निङमा गर्दा चाहिँ अझै उपयुक्त मानिन्छ। योभन्दा बाहेकका टेस्टहरू भनेको जस्तै इन्सुलिन सी पेप्टाइड भन्ने एउटा टेस्टहरू हुन्छ जसले प्याङ्क्रियासको गतिविधिहरू पत्ता लगाउन हामीले प्रयोग गर्छौँ, टेस्ट गर्छौँ। यो टेस्टहरू पनि खाली पेट गर्नुपर्छ। अर्को भनेको जीजीटी टेस्ट जसलाई हामीले ग्लुकोज टलरेन्स टेस्ट भन्छौँ, यसलाई चाहिँ हामीले स्टार्टिङ गर्दाखेरि खाली पेटबाट हामीले यसलाई स्टार्टिङ गर्दा यो टेस्टहरू स्टार्ट गर्दा राम्रो मानिन्छ। र अरू यो बाहेकका अरू टेस्टहरू जस्तै आरएफटी रेनल फङ्क्सन टेस्ट, किडनीको जाँच भइहाल्यो, त्यसपछि गएर एलएफटी लिभर फङ्क्सन टेस्टहरू भयो। यो चाहिँ टेस्ट पनि खाली पेट गर्दा उत्तम मानिन्छ, तर यसलाई चाहिँ हामीले खाली पेट नै गर्नुपर्छ भन्ने छैन, किनभने यो टेस्टहरू जतिखेर गर्दा पनि मिल्छ। यसमा चाहिँ खाली पेट गर्दा अलि एकुरेसी आउने भएको भएर हामीले चाहिँ खाली पेट गर्दा अझ उत्तम बेटर मानिन्छ भन्ने कुरा हो। अब योभन्दा बाहेकका टेस्टहरू चाहिँ अब अर्को भिडियोमा म व्याख्या विश्लेषण गर्नेछु भन्दै आजलाई यति नै। धन्यवाद, नमस्कार।